शिक्षकहरूको आन्दोलन र सरकारको रवैयाप्रति कमरेड प्रचण्डको भनाइ तपाईहरुलाई कस्तो लाग्छ? यो भिडियो हेरेर कमेन्टमा लेख्नु होला है। यो सरकार साँच्चै भन्ने हो भने एक दिन पनि अब सरकारको नेतृत्वमा बस्ने हैसियत औचित्य गुमाइसकेको छ। हजारौं र लाखौं शिक्षकहरू सडकमा छन्। 2 हप्तादेखि ती शिक्षकको समस्या समाधानप्रति गम्भीर हुनुको सट्टा सरकार र त्यसको नेतृत्व गर्ने प्रधानमन्त्री शिक्षकलाई अपमानित गर्ने, गाली गर्ने, तिनलाई हप्काउने बाहेक उहाँले केही पनि गर्नु भएको छैन। यो भन्दा लाजमर्दो कुरा के हुन्छ? लाखौं शिक्षक र देशभरिका विद्यालयहरू सङ्कटमा छन्। त्यसलाई समाधान गर्न तत्परताका साथ, गम्भीरताका साथ वार्ता गर्ने, प्रतिफल निकाल्ने उद्देश्यसहित गर्नुको सट्टा सरकार प्रमुख नै शिक्षकहरूलाई अपमानित गर्न लागेको लाजमर्दो स्थिति देखिएको छ।